तिलेजी लेक खङसारभन्दा अलि माथि यो चाहिँ गुम्बा छ राम्रो। लास्ट टाइम म आउँदाखेरि चाहिँ गुम्बा चाहिँ ओपनिङ रहेछ। 1 वर्ष 1.5 वर्ष अगाडि होला। त्यो श्रीखर्का त्यो माथिको तिलीचो जाँदा चाहिँ पहिरो खस्ने बाटो सुरुको चाहिँ यो चाहिँ अझै ठिकै छ, त्यस्तो साह्रो डेन्जर छैन। योभन्दा दोस्रो चाहिँ अझै डेन्जर छ योभन्दा, त्यो डाँडाभन्दा पछाडिपट्टि चाहिँ यहाँ चाहिँ एकदम ख्याल गर्नुपर्ने ठाउँ। पर कुना कुहिरो मुनिको कुनाको चाहिँ मुस्ताङ के अरे मनाङ। अनि ढुङ्गा यस्तो माथिबाट आउँछ है यो कुनाबाट। त्यो माथि ब्लुसिप याकहरू हिँड्छ, त्यो भएर नि ढुङ्गा चाहिँ उनीहरू हिँडेपछि नि खस्न सक्छ। तर भिरालो धेरै भएकोले एकदम स्पिडमा आउँछ। सानो ढुङ्गाले नि लाग्यो भने पनि एकदम डेन्जर हुन्छ। एकदम ख्याल गर्नुपर्ने ठाउँ हो यो। यो चाहिँ फर्स्ट पार्ट, पहिरोको फर्स्ट पार्ट हो। त्यति साह्रो डेन्जर छैन यो चाहिँ। योभन्दा पछाडि चाहिँ अलि अझै डेन्जर छ। मास्तिर हेर्दै केयरफुल तरिकाले हिँड्नुपर्छ। हिउँ परेको बेला त यो बाटो पुरै हिउँले भर्छ, झन् अप्ठ्यारो हुन्छ यिनीहरूलाई। त्यही भएर स्पाइकहरू ल्याएर लट्ठीको उसमा हिँड्नुपर्छ। यो चाहिँ फर्स्ट पार्ट भयो। फर्स्ट पार्ट त यहाँबाट अलिकति ठिकै छ। यो पनि दोस्रो पार्ट होइन, दोस्रो पार्ट चाहिँ अझै त्यो सानो डाँडा पछाडि। यो पनि अलि डेन्जर नै पर्छ। यो क्लिपहरू अलि भाइरल पनि भएको होला टिकटकतिर। अप्ठ्यारो खालको छ नि त। धन्न यहाँ अलिअलि रेलिङ लगाएर अहिले त अलिक बाटो खस्छ। लास्ट टाइम म आउँदाखेरि यो थिएन, तर अलिक सजिलो बाटोमा चाहिँ रेलिङ बनाएको छ। अप्ठ्यारोमा चाहिँ छैन। झम्मै लडेँ यहाँ हो। त्यो गोलो गोलो ढुङ्गा चाहिँ एकदम चिप्लो हुन्छ। चिप्लो गर्दा गुच्चा जस्तो गुड्छ। यहाँ पनि इनकेस लड्यो भने त मान्छे घाइते त हुन्छ त। यहीँ पर्ने बेलामा त नेपाली टुरिस्टहरू अलि राम्रोसित इन्फर्मेसन नलिआउँछन्। त्यही भएर निकै
लाइक अस्ति लास्ट इयर पनि निकैजना यहाँ फसेर रेस्क्यु गर्नु परेको थियो यो बिचतिर यो बिच यो श्रीखर्क र यही पहिरो र बेस क्याम्पको बिचबाट होला सायद त्यो रेस्क्यु गरेको अस्ति अगस्त सेप्टेम्बरको टाइममा तिलिचो लेक जाने बाटो यो पहिरो ढुङ्गा खस्ने सेकेन्ड पार्ट चाहिँ यो हो अब आउँदैछ आउन लाग्यो धेरैभन्दा धेरै ख्याल गर्नुपर्ने ठाउँ चाहिँ यहाँनिर छ अब आयो त्यो चाहिँ अलिक सेफ्टी चाहिँ बनाएको चाहिँ यतिको धेरै सेफ्टी हो पहिला त यो फर्स्ट लेयर मात्रै थियो सेकेन्ड लेयर थर्ड लेयर पनि थपेछ अहिले यहाँ इन्फर्मेसन पनि टाँसेर छ जो लेकबाट आउने खोला मर्स्याङदीकै पार्ट हो भन्नाले मर्स्याङदीको मेन सोर्स मुहान यो त्यो मान्छे हिँडेको लास्टसम्म सानो डाँडा थुम्कोसम्म त्यहाँसम्म चाहिँ अलिक डेन्जर हो त्यहाँबाट त फेरि खासै डर छैन नथिङ भएको हुन्छ नि यता खुट्टा तरो टेक्नु न भयो लो यार तिमी चाहिँ आऊ है बड्डो तर टेक्नु सिधै भयो त्यो बाटै भयो भाइ यस्तो गर्नु हजुर भयो हजुरको पहिला पनि होइन पुगिहाल्छ है झ्याममा टेक्नु न म पनि यस्तो छु है ल आउनु आउनु मसँग जाउँ न यहाँ झ्याममा टेक्नु हाँसिन्छ क्या खुट्टा आउनु त्यो हात चाहिँ मलाई दिनु त्यो अर्को राम्रोसित जानुहोस्
Yeah, he was almost fall down. Yeah, almost fall down. He was like. Tilicho Lake. यो होइन उ त्यो डाँडा पछाडि हो अघि त्यो बिचको 22 घुम्तीहरू चाहिँ मैले खासै खिचेको छैन अब फर्किँदाखेरि खिच्नु पर्ला टपमा आएर मात्रै क्यामेराको याद आयो यो चाहिँ तिलिचो बेस क्याम्पबाट यहाँबाट 1.5 घन्टामा आजौँ हामी छिट्टो हिँडेको त्यो चाहिँ ग्लेसियर हो तिलिचोको ग्लेसियर त्यो सानो सानो लेकको माथिको तिलिचो लेक अहिले चाहिँ यो 5020 माथि चाहिँ अनि लेक चाहिँ 100 मिटर जति कम होला दामी छ यतिको मौसम जुन महिनामा राम्रो हो म चाहिँ एकदम मौसमलाई नो कम्प्लेन तिलिचो पिक्ची 7110 छ यो माथिको टुप्पो अलिक कुरेली माथि टुप्पो त्यो पुरै देखेको छ भन्दा नि उता अनि अहिले चाहिँ यहाँ लेकतिर जान पनि यस्तै बनाएर छन् जस दामी छ 2 दिनदेखि 3 दिन चाहिँ सरकारी बिदा भयो भने यहाँ चाहिँ पुरा खुट्टा टेक्ने ठाउँ हुँदैन यो बेस क्याम्पमा होटल 4-5 वटा छ नि त र काठमाडौँ पोखराबाट नेपाली विद्यार्थी कर्मचारी सिधै खानसार आइहाल्छन् खानसार आएपछि त अनि यहाँ अर्को दिन आइपुग्ने खाङसार आएपछि माथि त्यो श्रीखरको बस्छौँ कोही त माथि सिधै बेस क्याम्प आइपुग्छन् अनि त्यस पछाडि अर्को दिन यहाँ आएर फेरि फर्केर 3 दिनमा त काठमाडौँ अथवा पोखरा जताबाट आए पनि अफिस आवरमा पुगिहाल्छन् अफिस डेमा पुगिहाल्छन् त्यस्तो छ यस विश्वकै अग्लो ताल भन्छन् क्या यसलाई अब विश्वकै अग्लो होला पनि यति ठुलो छ यो ओल्लोदेखि पल्लो छेउसम्म पहिला म एकचोटि हिँडेको 2.5 घन्टा जति लाग्छ छिट्टो हिँड्दा नि निकै लामो छ हेर्दा मात्रै त्यति छ धेरै लामो छ यो लेकको पर छेउमा चाहिँ पास छ एउटा उता जमसम निस्किने अलि त्यति राम्रो बाटो राम्रो व्यवस्था छैन तर मेसोकान्त पास भन्ने छ त्यहाँनिरबाट नि जमसम सिधै निस्किन्छ र एक दिन चाहिँ क्याम्पिङ गर्नुपर्छ त्यहाँबाट चाहिँ अनि अरू चाहिँ अब तिलिचोको इन्फर्मेसन के छ यति नै हो अब लेकको छेउतिर गएर 2-वटा भिडियो अझै खिच्छु अघि मैले त्यो तिलिचो जाँदाखेरि यो टन्नै घुम्ती छ भन्ने बाटो चाहिँ खिच्न बिर्सेको थिएँ अहिले आउँदा चाहिँ फेरि हुसु लागिहाल्छ तर घुम्ती चाहिँ यही हो यस्तो एकदम 22 घुम्ती कि कति छ 22 घुम्ती भन्ने नामै छ क्या अरे यस्तो छ हिउँ पर्दा त लास्टै अप्ठ्यारो छ बाटो मैले यसपालि मात्रै होला हिउँ नभएको बेला हिँडेको सायद हिउँ हुँदा चाहिँ टन्नै हुन त पोलहरू कर्नरमा राखेर चाहिँ सजिलो छ कहाँबाट कहाँ भनेर हिउँ पर्दाखेरि सजिलै हुन्छ बाटो पत्ता लगाउनु चाहिँ तर चिप्लो चाहिँ लास्टै चिप्लो हुन्छ नि ओह्रालो यस्तो छ कुहिरोले राम्रोसित भिजिबिलिटी देखिएन तर त्यस्तो साह्रो भ्यू देख्ने त्यो हिमालहरू पनि त्यति साह्रो छैन त्यही अघि देखिरहेको त तिलिचो र यतापट्टिको के पो भन्छ गङ्गापर्नु भएन यस्तै के भन्छ त्यहाँ एउटा हिमाल मात्रै देख्छ अनि अरू त फेरि त्यही बेस क्याम्पको भ्याली देख्ने तिलिचो बेस क्याम्प यस्तो छ अहिले त अलिक खुल्यो
टुरिस्टले बेस क्याम्प चाहिँ त्यही हो है ल 5-6 वटा जति होला होटलहरू सिजन भनेको यहाँ आउने टुरिस्टहरू त अब स्प्रिङ र अटम त्यस्तो हाउसफुल हुँदैन तर दसैँ तिहार अनि 3 दिन 4 दिन जस्तो कन्टिन्यू बिदा भएको बेलामा चाहिँ सकभर नआउनु भन्छु म चाहिँ किनभने सुत्ने ठाउँ नपाएर हरिबिजोग हुन्छ खानलाई त पाइन्छ सुत्नलाई चाहिँ अब कोही डाइनिङतिर यसो म्याट्रिस स्याट्रिस ओछ्याएर दुःखले सुत्नुपर्ने हुन्छ दसैँ तिहार नेपाली न्यु इयर इङ्ग्लिस न्यु इयर अनि अरू बेला 3 दिनदेखि 4 दिन कन्टिन्यू बिदा परेको बेलामा यो चाहिँ बुझिराख्नु भएदेखि सबैलाई सजिलो हुन्छ